रेशमजी हजुर आराम हुनुहुन्छ है? नमस्कार। हजुर नमस्कार सर। त्यही त त्यहाँ अहिले तपाईँको सेतीबेडी बजार अत्यन्तै डुबानमा रहेको त्यता पन्तासे होटेलका सञ्चालक बाबुराम न्युपानेले लाइभ हालिसकेपछि त्यहाँको हामीले अपडेट देख्न पायौँ। के छ त्यहाँ अहिले मिडियाहरू आउनु भएको छ कि नै, त्यहाँको अवस्था के छ त्यो बारेमा जानकारी गराउनु होला। अहिलेसम्म मिडियाहरू खासै आउनु भएको छैन। यो फेरि 3टा जिल्लाको सङ्गम स्थल गुल्मी टेङ्ग्रा पर्वतको सङ्गम स्थल पर्छ हजुर। हजुर हजुर। यो पर्यटकीय धार्मिक एउटा ठुलो आस्थाको केन्द्रबिन्दु पनि हो, शिला शालिग्राम भगवान भएको ठाउँ। हजुर हजुर। र पुरानो व्यापारिक केन्द्र पनि हुँदा होइन। हजुर। यहाँ 150-200 घर पुराना घरहरू छन्। अहिले त प्राय व्यापार अहिले यो काली गण्डकी कोरिडोरहरूले गर्दा अलिकति विस्थापित भएको अवस्था छ। र मान्छेको बस्ती त त्यति अलिअलि खाली पनि छ होइन। हजुर हजुर। 20-25वटा घरमा क्षति पुगेको पानी पसेको छ। 25-30वटा क्षति भएको छ कि छैन र अहिलेसम्म चाहिँ त्यस्तो भएको छैन। 2जना पुजारीहरू त्यो शालिग्राम क्षेत्रमै आश्रममा फसिनु भएको छ। त्यो करिब 2-2.5 तलाको पक्की संरचना छ। त्यो पक्की संरचनाको माथि एउटा तला डुबाइसकेको छ। अब माथिल्लो तलामा हुनुहुन्छ उहाँहरू होइन। हजुर हजुर। यता चेङ्जाबाट एउटा ऱ्याफ्टिङको एसडिएफको टोली चाहिँ यो त्यही उहाँहरूलाई उद्धार गर्नको लागि हिँडिसकेको खबर छ। यहाँ चौकीको इन्चार्ज ले भन्नुभएको छ। यो सेतीबेडीमा एउटा चौकी छ पर्वत साइडमा होइन। हजुर पारिपट्टि होइन। हजुर हजुर हजुर। अनि चेङ्जापट्टि डुबान चेङ्जापट्टि भयो छ। अब डुबान त पर्वतमा पनि छ। पर्वतका घरहरूमा अलि पसिसकेको छैन। चेङ्जाको चाहिँ एरियामा 25-30वटा घरमा पानी पसेर क्षेत विस्तृत बनाएको छ। त्यहाँ मान्छेहरू अब यता पर्वत साइड आएर बस्नु भएको छ। जस्तो त्यहाँ झलुङ्गे पुल पनि रहेको छ। झलुङ्गे पुल पनि हामी देख्यौँ होइन। एउटा चाहिँ यो सेती खोला पर्वत र चेङ्जा जोड्ने एउटा बेली एउटा चाहिँ यो ब्रिज छ। यो ट्रसको ब्रिज छ एउटा बजारभित्र। अनि बाहिर चाहिँ काली गण्डकीमा चेङ्जा र गुल्मी जोड्ने फेरि झलुङ्गे पुल छ होइन। त्यो के छ अवस्था के छ? हजुर हजुर। पुलको अवस्था के छ यति बेला? झलुङ्गे पुलको अवस्था? पुलमा पानी पुगिसकेको अवस्था छैन। पुलमा त अब लगभग तपाईँको 3-4 मिटर 5 मिटरै छ होइन। अब अहिले यहाँ पानी त बसेको छ। रातभरिको अविरल वर्षा थियो ननस्टप। अहिले अब घाम लागेको अवस्था छ। त्यहाँ 2टा चौपायाहरू फसेको भन्ने सुनिएको छ। चौपाया एउटा गोठमा चाहिँ मान्छेको क्षेत्रमा 2जना नेपाली आश्रममा फस्नु भएको छ। यता चाहिँ 1जना महिला फस्नु भएको थियो। बिहान चाहिँ उद्धार गरेर यहीँको अब स्थानीय र प्रहरी हजुर गऱ्यौँ। अहिले त्यस्तो क्षति भइसकेको छैन। पानी चाहिँ अब 20-25वटा घर डुबान परिसकेका छन्। यो जस्तो पानीको बहाव कति बेला उर्लिएर बढ्यो? कता कता सुनेको राति 2 बजेबाट चाहिँ मान्छेहरू जागाराम बसिरहेछन्, घरै भित्रबाट चाहिँ खोलो बगिरहेको छ भन्ने कुरो आएको छ। यो बारेमा पनि भन्नु होला। अब आज त अब सुत्ने त यहाँ त हामी सधैँ त्रासित भएको ठाउँ हो के हजुर। सुत्ने त कुरै रहेन। अब हामी सुतेका छैनौँ भन्दा पनि हुन्छ। अब यस्तो पानी परेको छ। अब माथितिर मेघदी जोमसङतिर पानी पर्यो भने अब झन् असर गर्ने हो हामीलाई। हजुर हजुर। अनि हजुरको चाहिँ यहाँ प्रहरी हामी सबै राति अब बिहानदेखि जागरामै छौँ। अब धेरै चाहिँ त्यही 2-3 बजेबाट बढ्न थालेको। बिहान 5 बजेबाट चाहिँ बस्तीमा पसेको छ। 4-5 बजेबाट अत्यन्तै गाह्रो भइरहेको छ। त्यहाँका बाल बच्चाहरू विद्यालय जानबाट वञ्चित बनेका छन् यति बेला होइन। गुल्मी साइडतिर पनि अब बाटोहरू अवरुद्ध छन्। अनि ती साना साना खोलाहरू पनि बढेर चाहिँ गाडी पास हुने अवस्था छैन होइन। हामी चारैतिरबाट अब यातायातमा पनि वञ्चित छौँ। अब चाहिँ तपाईँको चाहिँ बाढीले पनि यस्तो त्राह बनाएको छ। अहिलेसम्म चाहिँ अब उहाँहरूले जानकारी लिनु भएको भए हामीलाई थाहा भएन। यहाँ स्थलगत रूपमा उहाँहरू आएर यहाँ कटिनु भएको छैन कुनै पनि जनप्रतिनिधि। अब बरु एउटा पिँढी खोला चेङ्जाको पिँढी खोलाको चौकी र हाम्रो पर्वतको सेतीबेडीको चौकी उहाँहरू अरत्र खटिनु भएको छ। कतिजनाको टोली हुनुहुन्छ त्यहाँ? प्रहरीको टिम कतिजना हुनुहुन्छ? प्रहरी हाम्रोमा चाहिँ 3जना होइन 4जना है। 1जना बिदा गएको अवस्थामा 3जना असापको कमान्डमा हुनुहुन्छ।
उताबाट 4 जना असाबको कमानमा हुनुहुन्छ पिडी खोला चौकीबाट। हजुर। अब जस्तो त्यहाँ पुजारीहरू अड्किनु भएको छ भन्ने कुरो आयो, उहाँहरू राति सुत्नु भएकै अवस्थामा त्यस्तो भयो कि के कारणले अड्किनु भयो? उहाँहरू वहीँ सुतेको बेलामा अवस्थामा चाहिँ 81 पानी अब बस्तीमा पस्यो। अब निकाल्न नसकिने सम्भव रहेन, निकाल्न नसकिने जस्तो भयो। हामी डोरी अब लाइफ ज्याकेटहरूबाट पनि नसकिने भएर तपाईँको सेङ्जाबाट एपिएफको टोली, ऱ्याफ्टिङ सहितको टोली उहाँबाट हिँडेको भन्ने खबर आएको छ सर, होइन? अब उहाँहरू आइपुग्नु भएको छैन, कहाँनिर आउनुभएको छ। उहाँहरूलाई पनि यो बाटो ग्वालिङबाट सिधा आउने बाटो अवरुद्ध भएको हुँदा यता तपाईँको गुल्मी गएर सेङ्जाबाट त्यो कालीगण्डकी हाइड्रो हुँदै गुल्मी कालीगण्डकी गुल्मी तपाईँ भन्दै गर्दा 85 होटल भन्नुभएको थियो। उहाँ चाहिँ अरबिनी भन्ने ठाउँमा उहाँबाट हामी पैदल आउँछौँ भन्नुभएको छ। 100-150 किलोको करिब त्यो ऱ्याफ्टिङ हुन्छ भन्नुहुन्थ्यो। मफैले चाहिँ हुन्छ सर, अब बाटो त छैन, मान्छेले बोकेर ढुवानी गर्नुपर्ने हुन्छ भनेर भनेको सर है। जस्तो अहिले त्यहाँको जुन शालिग्राम जुन ठुलो ढुङ्गा रहेको छ, जो चाहिँ धेरै भक्तजनहरू आउने गर्नुहुन्छ, त्यहाँ पनि त्यो शालिग्राम ढाकेको अवस्था छ बाढीले, होइन? एकदमै शालिग्राम त अब देखिनु जो भएको छैन, यहाँबाट देखिँदैन। त्यो शालिग्रामको समितमा एउटा प्रतीक्षालय थियो, त्यो पनि देखिया छैन। त्यो शालिग्रामको आँगनमा एउटा ठुलो पिपल छ, पिपलको चौपारी, हजुर। तपाईँको शालिग्रामको आडेको चौपारी पनि ढाकेको छ। अब शालिग्रामको यतापट्टि मजुवा भन्ने ठाउँ छ, एउटा बगैँचा, त्यो पनि सबै ढाकेको छ सर। अब सबै जलमय यहाँ त।